नमस्कार सम्पूर्णमा हजुरहरूलाई हजुरको नेपाली भान्सामा स्वागत छ। आशा छ हजुरहरू सम्पूर्ण आरामै हुनुहुन्छ होला। आज म अर्को नयाँ भिडियो लसुन हालेको मिठो चटपटेको रेसिपी लिएर उपस्थित भइसकेकी छु। अब बनाउनतर्फ लागौँ है त। चटपटे बनाउनको लागि 2वटा हरियो खुर्सानी टिपेकी छु। प्याज, टमाटर र खुर्सानीलाई चाहिँ मसिनो गरी र लसुनलाई लामो गरी काटेर राख्नुहोस्। भुटेको जिरा, धनिया र एउटा रातो खुर्सानीलाई पिसेर राख्नुहोस्। उसिनेको आलुलाई हातले फुटाएर उसिनेको चना के रौँ पनि हालिदिनुहोस्। भुजा पनि हालिदिनुहोस्। र थोरै तोरीको तेल पनि हाल्नुहोस् ताकि भुजा छिटो नओसियोस् भनेर। अब अघि काटेर राखेको सबै सामग्रीहरू पनि हालिदिनुहोस्। स्वाद अनुसार नुन हाल्नुहोस् र थोरै बिरे नुन पनि हाल्नुहोस्। अब थोरै चुक अमिलो पनि हाल्नुहोस्। अघि पिसेर राखेको धुलो मसला पनि हालिदिनुहोस्। 2 प्याकेट दाल मोठ पनि हालिदिनुहोस्। र 1 प्याकेट चौचौ पनि हालिदिनुहोस्। र चौचौमा भएको मसलाहरू पनि हालिदिनुहोस्। अब सफा हातले मजाले मोड्नुहोस्। हेर्नुहोस् त, पिरो अमिलो टक्क परेको मिठो चटपटे बनेर पनि तयार भयो। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला। हाम्रो भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनुहोला। हवस्, धन्यवाद।